नमस्ते। ज्ञान मञ्जरी मञ्च जुम्लाको पुस्तकालयमा भएको एउटा कविता सङ्ग्रह जुन 100 प्रश्नहरू, यो पुस्तक कर्णालीकै कवि कर्णालीको माटोमा हुर्केर बढेर सिर्जना गरेको रचेको कविता र कवि स्वयं मनरूप नेप्चोन नामबाट हामी कविलाई चिन्छौँ। उहाँको किताब 100 प्रश्नहरूबाट म केही कविताहरू वाचन गर्न अनुमति लिन्छु र यो वाचन गर्दै गर्दा कविलाई न्याय हुन पनि सक्छ, नहुन पनि सक्छ। यो 2053 सालमा प्रकाशित पुस्तक हो। यसभित्रका केही कविताहरू चाहिँ म वाचन गर्ने अनुमति चाहन्छु। अनि म कवि भन्छु। झुपडी भित्रका खाली पेटहरू अगाउनका निम्ति आँसु पिउँछन्। कोठीमा बस्ने दिदीबहिनीहरूको यौवनहरू मुस्कुराउनका लागि रुन्छन्। नाङ्गा शरीरहरू ढाकिने रहरमा अरूका दृष्टिहरू ओढ्छन्। विधवाका यौवनहरू सिन्दुरका आँखाहरूबाट आँसु झर्छन्। विधवाका यौवनहरू सिन्दुरका आँखाहरूबाट आँसु झर्छन्। तिनै आँसु सिञ्चित धरतीका गराहरूमा म कविताको बिउ रोप्छु अनि म कवि बन्छु। मैले कविता रोपेको धरतीबाट फुटेका कुर्कुच्चाहरू उम्रन्छन् र नाङ्गा पैतालाहरू फल्छन्। अनि नाङ्गा पैतालाहरूका जुलुसहरू सडकभरि कुद्छन् र चौतारीमा बसेर खुइय सुस्केराका नारा घन्काउँछन्। तिनै सुस्केराहरू मेरा कापीभरि कविता भएर फल्छन् अनि म कवि भन्छु। यस्तै एउटा अर्को कविता छ जुन कविता सहरका कवितालाई भन्ने शीर्षकमा लेखिएको छ, जुन असाध्यै सान्दर्भिक छ। सो कविता म सुनाउन गइरहेको छु। सहरका कविता। कर्णालीका कविताहरू सहरका जस्ता चिटिक्क हुँदैनन्। यिनीहरूले साँझ पख टोल गल्लीका आकर्षण पनि देखेका हुँदैनन्। तसर्थ सहरिया कविताहरू। म कोदोको ढिँडो निल्दै कलमको मसी उकल्छु। मेरा कविताहरू तपाईको गलाभरि नटासिन्। सहरिया कविताहरू। म कोदोको ढिँडो निल्दै कलमको मसी उकल्छु। मेरा कविताहरू तपाईको गलाभरि नटासिन्। जौको सुक्खा रोटी टोक्दै कविताहरू बटुल्ने गर्छु। मेरा सिर्जनाहरू यहाँलाई अपच नभइदिउन्। जौको सुक्खा रोटी टोक्दै कविताहरू बटुल्ने गर्छु। मेरा सिर्जनाहरू यहाँलाई अपच नभइदिउन्। धुवाको मुस्लो भरिएको घरभित्र आँसु र सिगान मुछेर कागज पोल्न थाल्छु। मेरा कविताहरूले तपाईलाई रुगाखोकी नलागोस्। धुवाको मुस्लो भरिएको घरभित्र आँसु र सिगान पुछेर कागज पोल्न थाल्छु। मेरा कविताहरूले तपाईलाई रुगाखोकी नलागोस्। श्वास गन्याउने मुखहरूले बोलेका शब्दहरू मैले वाक्यहरूमा सिउरेको छु। मेरा वाक्यहरू हजुरलाई नगनाओस्। श्वास गनाउने मुखहरूले बोलेका शब्दहरू मैले वाक्यहरूमा सिउरेको छु। मेरा वाक्यहरू हजुरलाई नगनाउन्। आँगनको 1 फुट बाक्लो हिउँमाथिको कविता स्वाद जमाएको छु। मेरा कविताहरूले तपाईहरूको मनभित्र चिसो नपरोस्। अग्ला पहाडहरूबाट झरेका ढुङ्गाहरू बटुलेर कविताको सिँढी ल्याएको छु। मेरो यो सिँढी चढ्दा सहरका कविताहरूलाई रिङ्गटा नलागोस्। मेरो यो सिँढी चढ्दा सहरका कविताहरूलाई रिङ्गटा नलागोस्।
यस्तै एउटा अर्को कविता छ जदो महाराज, जुन कविता मलाई असाध्यै मन परेको छ। सायद तपाईँहरूलाई पनि मन पर्ला। यो हामी जहानिया राणा शासन प्रजातन्त्र हुँदै गणतन्त्र हुनु आजको समयमा आउँदा पनि यो कविता उत्तिकै सान्दर्भिक छ। यो कविता 2051 सालमा लेखिएको रहेछ। 51 सालमा लेखिएको कविता र आज 82 सालमा आइपुग्दा झन्डै 30 वर्षको अन्तरालमा पनि हाम्रो समाज उस्तै छ। जुन कविताको शीर्षक छ जदो महाराज। आबा बुइहरूले बनाइदिएको हाम्रो घरको सुन्दर ढोका, आबा बाईहरूले बनाइदिएको हाम्रो घरको सुन्दर ढोका, जहाँदेखि भित्र आबा आमा र दाईहरूको पाइला छिर्न पाउँदैन, जहाँदेखि भित्र आबा आमा र दाईहरूको पाइला छिर्न पाउँदैन। उनीहरूले बनाएको हाम्रो चुलो, जसले आफू नजिकै कुकुर बिरालोलाई दुधभात पस्किन्छ, जसले आफू नजिकै कुकुर बिरालोलाई दुधभात पस्किन्छ। तर उनीहरूले बनाइदिएको हाम्रो घरको ढोका, जहाँबाट भित्र चियाउँदै आबा दाईहरूले सोध्छन्, घरमा को हुनुहुन्छ? दिन रात माटो कुटेर हाम्रो निम्ति पानी खाने घैँटो बनाइदिने कुमाले दाईले झुक्किएर घैँटो छुँदा दण्डित भएर भन्छन्, भुल भयो, माफ पाउँछ। दिनरात माटो कुटेर हाम्रो निम्ति पानी खाने घैँटो बनाइदिने कुमाले दाईले झुक्किएर घैँटो छुँदा दण्डित भएर भन्छन्, भुल भयो, माफ पाउँ साई। हाम्रो बस्तीभित्रको ढुङ्गे धारा कुट्ने सार्के दाई, हाम्रो बस्तीभित्रको ढुङ्गे धारा कुट्ने सार्के दाई आज भोलि तिर्खाउँदै टाढैबाट भए विस्तृत अनुनय गर्छन्, पानी खान पाइएला के हजुर। ढुङ्गे धारा कुट्ने सार्के दाई आज भोलि तिर्खाउँदै टाढैबाट भए विस्तृत अनुनय गर्छन्, पानी खान पाइएला के हजुर। जन्मदाको मेरो निवस्त्र शरीरलाई भोटोले ढाकिदिने दमानी माइजू, जन्मदाको मेरो निवस्त्र शरीरलाई भोटोले ढाकिदिने दमिनी माइजू। डराई डराई मेरो सामु मुख खोल्छिन्, पुराना कपडा थिए कि साहेब। डराई डराई मेरो सामु मुख खोल्छिन्, पुराना कपडा थिए कि साहेब। आफ्नो छाती चुसाएर मलाई पाल्ने वृद्ध कामिनी आमा टाढैबाट निहुर्दै ढोक्छिन्, जदो रौतेला वृद्ध कामी आबा लट्ठीको सहाराले मेरो सामु आई झुकेर भन्छन्, जदो महाराज। आफ्नो छाती चुसाएर मलाई पाल्ने वृद्ध कमिनी आमा टाढैबाट निहुर्दै ढोक्छिन्, जदो रौतेला वृद्ध कामी आबा लट्ठीको सहाराले मेरो सामु आई झुकेर भन्छन्, जदो महाराज।